मैले रामायण पढ्या छु वा हेर्या छु भन्न छोड्दिनुहोस् यदि हजुरहरूलाई रावणको बारेमा यो रोचक तथ्य थाहा थिएन भने। हामी सबैलाई थाहा छ रावणसँग 10 वटा टाउको थिए, तर किन? के तिनीहरू युद्धको शैली थिए या डर देखाउन? तर होइन, यसको अर्थ गहिरो छ। आउनुहोस् जानौ यो भिडियो मार्फत। हे गाइस, वेलकम टु सनातन सिक्रेट्स। दिस इज डे 4th अफ 60 days 60 हिडन ट्रुथ्स फ्रम सनातन धर्म। अध्यात्म रामायण, शिव पुराण र देवी भागवत अनुसार रावणको 10 वटा टाउको 10 दोषहरूको प्रतीक थिए। के हुन् त ती दोषहरू? काम, क्रोध, लोभ, मोह, मद, मत्सर, त्रास, अन्य मान्यता, अज्ञान र द्वेष। यी सबै भने उसको भित्र थिए। रामले रावणको वध गरे। यो केवल युद्ध मात्र होइन, भित्रका दोषहरूको विनाश पनि हो। रावण हामी भित्र पनि हुन्छ। उसका 10 वटा टाउको हटाउनु भनेको हाम्रो पनि जित हुन्छ। यदि हजुरहरूलाई थाहा थियो भने कमेन्ट बक्समा जय श्री राम लेख्न नबिर्सिनु होला। यदि थाहा थिएन भने यो भिडियो सबैलाई सेयर गरेर ज्ञान बाँड्नु होला। साथै यस्तै अन्य रोचक तथ्यहरूका लागि हामीलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।